रवि लामिछानेलाई भेट्न आएको। यो जिल्ला कारागार चाहिँ यही रहेछ। अनि मेरो अमेरिकाबाट नेपाल आउनुको वान अफ द रिजन होइन, मुख्य एउटा उद्देश्य भनौँ न, रवि लामिछानेलाई भेट्ने पनि थियो होइन। उहाँको पक्षमा मैले लामो समयदेखि सोसियल मिडियामा स्पेसली टिकटकमा बोलिरहेको हुन्छु। अनि उहाँलाई भेट्न इच्छा नहुन त पुरै भएन होइन। एकदमै म अब ठुलो सपोर्टर हो उहाँको। त्यो भएर आज अनुकूल मिलेको छ। म मेरो अर्घाखाँचीबाट चाहिँ यता काठमाडौँ जाने क्रममा अहिले म भैरुवामा, मेरो 5 बजे फ्लाइट छ, अहिले 1:30 बज्दैछ होइन। मसँग 2-4 घन्टा बिचमा टाइम छ। त्यो भएर मैले रवि लामिछानेलाई भेट्ने प्रयास गर्दैछु। होपफुली आई गेट टु मिट हिम। सुपर एक्साइटेड। एकटा कुराहरू गर्नु छ, मलाई देख्नु मात्रै छ। अलिकता उहाँलाई हौसला दिनको लागि भए पनि होइन भेट्नुपर्छ जस्तो मलाई लाग्यो। त्यो भएर हामी हियर, लेट्स सी अब के हुन्छ। म चाहिँ अहिले यहाँ जिल्ला कारागारमा आइपुगेँ। अब म चाहिँ भित्र गएर त्यहाँ सोध्छु होइन, मलाई जान्छु के हुन्छ प्रक्रिया के छ मलाई थाहा छैन। म चाहिँ अहिले यहाँनिर छु। त्यो भएर के भनौँ खै, आई क्यान नट एक्सप्रेस अहिले मलाई कस्तो फिल भइरहेछ भनेर मैले वर्डमा भन्नै सक्दिनँ। मैले भर्खरै रवि लामिछानेजीलाई प्रत्यक्ष भेटेर 4देखि 5 मिनट मजाले कुरा गरेर आएँ होइन। अब उहाँसँग के कुराहरू भयो होइन, उहाँलाई मैले कस्तो देखेँ, कस्तो भेटेँ होइन, उहाँले मसँग के कुराहरू भन्नुभयो, मैले उहाँलाई के कुराहरू गरेँ भनेर मैले अर्को छुट्टै एउटा भिडियो स्पेसल भिडियो बनाएर सायद भोलितिर अपलोड गर्छु होला। अहिले म चाहिँ यहाँ भैरुवामा भएको कारणले यो आवर रोडमा रहेछ मलाई राखेको यो जिल्ला कारागारमा। अनि अलिकता भेट्न पाइन्न कि भन्ने खालको एउटा संशय भएको थियो सुरुमा होइन। अब पहिला गेटमा जानु पऱ्यो, पुलिसलाई कुरा गर्नु पऱ्यो, त्यसपछि फेरि भित्र गएर त्यहाँ तपाईँको त्यो प्रतीक्षालयमा अरू थुप्रै त्यहाँ मान्छेहरू पनि थिए। इन्द्रिणी हुन्छ नि, त्यो कृष्ण कडेल भन्ने हुनुहुन्छ नि, उहाँहरूको टिम पनि त्यहाँ आउनु भएको थियो। अनि उहाँहरू हुनुहुन्थ्यो, फेरि त्यहाँ पनि रिक्वेस्ट गर्नु पऱ्यो। त्यसपछि अब यता शोकी सचिवजीलाई, रवि लामिछानेको शोकी सचिवजीलाई रिक्वेस्ट गर्नु पऱ्यो। फाइनली चाहिँ सबै कुराहरू प्रक्रिया पुऱ्याएर मैले रवि लामिछानेलाई मजाले भेटेर आएँ। अब भेटेर आइसकेपछि के कुरा भयो सबै कुराहरू म अर्को भिडियो बनाएर तपाईँहरूलाई भन्नेछु। स्टे ट्युन है। ओ माई गॉड, सुपर 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 ह्याप्पी टुडे। इट्स लाइक अ ड्रिम केम ट्रु। किनकि रवि लामिछानेको विषयमा म यसरी सोसियल मिडियामा खुलेर होइन कुरा गर्न थालेको, सपोर्टमा कुरा गर्न थालेको धेरै भयो नि त होइन। ओभियसली मलाई उहाँलाई भेट्न मन थियो। त्यो पनि सपना आज पुरा भएको छ। ओके, अरू कुरा चाहिँ नेक्स्ट भिडियोमा गरौँ है त। ये नमस्ते। हिजो मैले एउटा भिडियो अपलोड गरेको थिएँ होइन। रवि लामिछानेलाई मैले जिल्ला प्रहरी कार्यालय भैरुवामा चाहिँ जिल्ला कारागार भैरुवामा चाहिँ भेटेर आएँ होइन। उहाँलाई भेटिसके पछाडि उहाँसँग के कुरा भयो, उहाँले मलाई के भन्नुभयो होइन, उहाँको अवस्था कस्तो छ भनेर अर्को भिडियोमा सेयर गर्छु भनेको थिएँ। त्यही कुराहरू यहाँ सेयर गर्नको लागि यो छोटो भिडियो लिएर म आएको छु। अब कम्प्लिट पुरै भिडियो हेर्नु होला है त। म सोमबार दिउँसो 2 बजेतिर जिल्ला कारागार भैरुवा त्यो आवर रोडमा रहेछ त्यहाँ पुगेको थिएँ। अनि अब म एकदमै स्योर थिइनँ रवि लामिछानेलाई भेट्न पाउँछु कि पाउँदिनँ, त ट्राई मात्रै गर्छु भनेर गएको थिएँ त्यहाँ होइन। अलिकति मसँग समय थियो भैरुवामा। अनि अब कारागारको गेटमा गइसकेँ, त्यहाँ एकजना प्रहरीलाई मैले रिक्वेस्ट गरेँ म अमेरिकाबाट उहाँलाई भेट्न भनेर स्पेसली आएको भन्दाखेरि उहाँले चाहिँ रवि लामिछानेले अहिले सबैजनालाई भेट्न खोजिरहनु भएको छैन, उहाँको पार्टीको मान्छेहरू अथवा अब नजिक आफन्त बाहेकको मान्छेहरूलाई लिमिटेड मान्छेलाई भेटिरहनु भएको छ भनेर मलाई भन्नुभयो। तर मैले उहाँलाई अलि विशेष रिक्वेस्ट गरेर म अमेरिकाबाट आएको, 1 मिनटमा पनि भेट्ने हो, त्यस्तो केही त्यस्तो समय दिन्न मैले भनेर भनिसके पछाडि उहाँले मलाई गेटबाट भित्र जान दिनुभयो। त्यो पनि त्यहाँ एउटा प्रतीक्षालय छ, त्यो प्रतीक्षालयमा गएर त्यहाँ एकजना लेडी हुनुहुन्छ उहाँलाई भेट्नुहोस् भन्नुभयो। त्यहाँ त्यो लेडीले चाहिँ त्यो नामहरू टिप्ने एकजना प्रहरी नै हुनुहुन्थ्यो होला। अनि उहाँलाई गएर मैले भनेँ। अनि उहाँले पनि मलाई रवि लामिछानेको शोकी सचिवलाई कुरा गर्नुपर्छ, कसलाई पठाउने कसलाई नपठाउने भन्ने कुरा उहाँको जिम्मामा छ भनिसके पछाडि उहाँ त्यही नै हुनुहुन्थ्यो रवि लामिछानेको शोकी सचिव। अनि मैले उहाँलाई कुरा गरेँ, म अमेरिकाबाट आएको, मलाई रवि लामिछानेसँग भेट्ने एकैछिन समय मिलाइदिनु पऱ्यो भनेपछि उहाँले चाहिँ अलिकति गाह्रो छ अहिले, अब उहाँलाई पनि धेरै मान्छेहरू आउनुहुन्छ, अलिकति लिमिटेड मान्छेहरू मात्रै भेट्न पठाइरहेको छौँ भनेर भनिसके पछाडि त्यही पनि मैले उहाँलाई अब यति टाढाबाट म आएँ, अब अलिकति अब यहाँभित्र आइसके पछाडि एकैछिन भेट्न पाऊँ भनेर मैले विशेष रिक्वेस्ट गरेपछि उहाँले हुन्छ म एकछिन समय मिलाइदिन्छु भनेर भन्नुभयो। अनि त्यसपछि त्यहाँ अरू इन्द्रिणीको कलाकारहरू, कृष्ण कडेल लगायतका मान्छेहरू पनि त्यहाँ रविलाई भेट्न आउनुभएको थियो। त्यस पछाडि मेरो भेट्ने पालो आयो। अनि म चाहिँ ठ्याक्कै रवि लामिछाने जहाँ बस्नुहुन्छ एउटा त्यो कोठा जस्तो घर रहेछ है, एउटा जस्तो बाक्सा जस्तो घर, त्यहाँ चाहिँ उहाँलाई राखिएको रहेछ। अनि त्यो बिचको चाहिँ नि एउटा बिचमा चाहिँ एउटा बार जस्तो रहेछ, ठ्याक्कै बारको बिहाइन्ड बार उहाँ आउनुहुन्छ रहेछ, ठ्याक्कै
बाहिरबाट एउटा लामो बेन्च रहेछ होइन, त्यहाँ बेन्चमा बस्ने रवि लामिछाने चाहिँ त्यो नजिकै अब आफ्नो पार्कको नजिकै आउनु रहेछ, जस क्लियरली उहाँलाई देख्न सकिन्छ त्यहाँबाट नजिकबाटै कुरा गर्न मिल्दो रहेछ। अनि अब उहाँलाई पहिलोपटक देख्दाखेरि चाहिँ अब के भयो भन्ने कुरा त अब मैले यहाँ यो शब्दमा मैले तपाईँहरूलाई यहाँ भन्नै सक्दिनँ होइन। अद्भुत खालको फिलिङ्स आयो कि अलिकति असामान्य महामानवलाई देखिरहेको छु जस्तो, अलिकति अतिरञ्जित गरे जस्तो नि होला, तर मलाई ठ्याक्कै त्यस्तै फिल भयो कि एउटा सामान्य मान्छेलाई मैले देखिरहेको छु जस्तो नै लागेन कि। इमेजिन गर्नुहोस् रवि लामिछाने यति दुःख दिँदाखेरि, यति पेल्दाखेरि, त्यो पनि भैरुवा जस्तो ठाउँको त्यो गर्मीमा होइन, कति गर्मी छ नि त्यहाँ त्यो एउटा कोठामा होइन, त्यसरी त्यो भएर त्यस्तो एउटा गृहमन्त्रीको प्रधानमन्त्री त्यसरी चाहिँ एउटा ल्याभिस लाइफ बिताएर बसिसकेको मान्छेलाई त्यसरी बस्नु पर्दा तपाईँ एक दिन मात्रै बसेर इमेजिन गर्नु कुन चाहिँ पीडा भयो होला कि मलाई देख्ने बित्तिकै मलाई त्यो नै आयो कि होइन। तर यस्तो हुँदाखेरि पनि उहाँमा त्यो अनुहारमा पुरै चमक छ, कतै पनि अलिकता पनि तपाईँको चाहिँ नि त्यो निराश अलिकता डाउन भएको जस्तो उहाँ कतै पनि देखिनु भएको छैन कि। म चाहिँ छक्कै परेँ होइन। अनि सर्टेन कुराहरू भन्छु भनेर चाहिँ म त्यहाँ गएको थिएँ, उहाँलाई देख्ने बित्तिकै म अलिकति नर्भस पनि भएँ ओभियसली हुने भयो। फेरि उहाँको म एकदम ठुलो शुभचिन्तक, म पार्टीमा कतै त्यस्तो केही आबद्ध छैन होइन। लामो समयदेखि रवि लामिछानेको म एकदमै भनौँ न डाइहार्ड फ्यान नै हो कि, किनकि मैले उहाँलाई एकदमै त्यो नेपाल आएदेखि अमेरिकाबाट उहाँ 5 वर्ष 6 वर्ष अगाडि त्यो उहाँको सानो सानो गतिविधिहरू मैले हेरिरहेको छु कि। भने चाहिँ त्यसरी मैले यत्तिकै मान्छे ह्यान्डसम देखेर म फ्यान भएको होइन, रवि लामिछानेलाई मैले क्लोजली बुझाए जस्तो लाग्छ, त्यही भएर म उहाँको पक्षमा बोल्ने होइन। जब मलाई त्यो दिन भेटिसके पछाडि चाहिँ मैले सही मान्छेलाई मैले को पक्षमा बोलिरहेको रहेछु भन्ने मलाई त्यो फिल भयो कि। अनि उहाँ त्यत्रो एउटा गृहमन्त्री होइन, अब उप प्रधान भइसकेको मान्छे, यत्रो ठुलो चाहिँ नि एउटा व्यक्तित्व देशले मानेको मान्छे होइन, म जस्तो एउटा सामान्य मान्छेसँग यस्तो डाउन भएर प्रस्तुत हुनुभयो। उहाँले नि मलाई मेरो बारेमा सबै सोध्नु, मेरो नाम सोध्नुभयो, म कहाँ बस्छु, कहाँबाट आएको, मेरो परिवारको बारेमा सबै सोध्नुभयो क्या, एकदमै आनन्दले सोध्नुभयो। अनि उहाँलाई मैले 1-2 कुराहरू के मेन्सन गरेको थिएँ भने म हजुरको पक्षमा यो सोसियल मिडियाहरू बोलिरहेको हुन्छु, धेरै मान्छेहरूले हेर्नुहुन्छ होइन भन्दाखेरि उहाँले धन्यवाद, तपाईँ त्यो पनि कन्ट्रिब्युसन हो भन्नुभयो। अनि तपाईँको नाम के हो भन्नु मलाई सोध्नुभयो, मेरो नाम यस्तो यस्तो भन्नु मैले। अनि त्यसपछि उहाँले अब तपाईँहरूलाई थाहा नै छ यो सबै यिनीहरूले अब किन भइरहेछ भन्ने कुरा संसारलाई सबै थाहा नै छ, मलाई यसमा केही पीडा केही पनि छैन, यो समय पनि गुज्रिएर जानेछ, अनि म अहिले प्रसव पीडामा छु, राम्रो दिनहरू पनि आउनेछ भन्ने उहाँले भन्नुभयो। त्यसपछि मैले अब तपाईँले हामीलाई एकदम इन्सपायर गर्नुभएको छ होइन, हामीलाई म पनि विदेश बस्ने, म जस्तै धेरै मान्छेहरू बाहिरबाट आउन चाहनुहुन्छ, देशमा आएर के गर्न चाहनुहुन्छ भन्ने मैले कुरा राख्दाखेरि चाहिँ उहाँले विदेशबाट जसरी आइहाल्नु पर्दैन, तपाईँहरू आफ्नो आफ्नो ठाउँमा बसेर त्यसको लागि कन्ट्रिब्युट गर्नुहोस्। तपाईँले जसरी भिडियो बनाउनुहुन्छ, त्यसको लागि बोल्नुहुन्छ, मेरो पक्षमा बोल्नुहुन्छ, त्यो पनि एउटा कन्ट्रिब्युसन हो, त्यही निरन्तर गर्नु, सबैजना आउनुपर्छ, सबैजना मैले जस्तै गर्नुपर्छ भन्ने छैन, त्यसको लागि त हामी नै छँदैछौँ नि भन्नुभयो कि। त्यो कुराले कस्तो नाइसली कुरा गर्नुभयो, म त छक्क परेँ, आनन्दले 5-6 मिनट मेरो मजाले उहाँसँग कुरा भयो। त्यस पछाडि मैले उहाँलाई भने गर्मी होला है रवि सर, यहाँ त गर्मी भएको छैन हजुरलाई भन्दाखेरि केही छैन, गर्मी त गर्मीमा भइ नै हाल्छ नि, अब यहाँ अरू कैदीहरू पनि हुनुहुन्छ उहाँहरूलाई पनि गर्मी हुन्छ, यस्तै हो, सामान्यलाई मैले केही पनि ल्याएको छैन, यो केही छैन, यो समय पनि बिति नै हाल्नेछ भन्नुभयो होइन। अब अरू होइन जस्तो मैले उहाँलाई भने नि त म टिकटक भिडियोजहरू बनाउँछु भन्दाखेरि तपाईँको अडियन्सहरूलाई पनि म ठिक छु, म एकदमै मलाई केही पनि भएको छैन, म एकदम उच्च मनोबल लिएर बसिरहेको छु भनेर मेरो सन्देश पुऱ्याइदिनु होला भन्नु उहाँले ठ्याक्कै यही शब्द यही सेन्टेन्स नै भन्नुभएको थियो लास्टमा। त्यस पछाडि अन्तिममा उहाँले चाहिँ यो बारबाट हात निकाल्नु मसँग हात मिलाउनु भयो, त्यतिखेर उहाँलाई टच गर्दाखेरि म पुरै इमोसनल भएको थिएँ, म रुन मात्र सकेको थिएन होइन, त्यस्तो भयो क्या। त्यसरी त्यो 5-7 मिनटको जुन समय थियो रवि लामिछानेसँग म जसरी बिताएँ नि, त्यो समय सायद मेरो जीवनको अविस्मरणीय क्षण हो क्या। मैले एकदमै मानेको मान्छे हो क्या उहाँ, जसले जे भनोस् म रवि लामिछानेलाई मैले बुझाए जस्तो लाग्छ नि। उहाँलाई मन नपराउने, उहाँलाई गाली गर्ने मान्छेहरू पनि होला नि होइन, तर त्यसरी मैले उहाँलाई भेटिसके पछाडि सोही मान्छेलाई मैले सपोर्ट गरिरहेको छु भन्ने लाग्यो कि। एकदमै डाउन भएको सामान्य मान्छे त्यसरी प्रस्तुत हुनै हुँदैन क्या, त्यो हुन्छ नि, अब त्यत्रो भइसकेको मान्छे होइन, मलाई नभेटेको भए पनि त हुन्थ्यो, केही छैन पनि हुन्थ्यो, भेट्नुभयो त्यसरी प्रस्तुत हुनुभयो, त्यति कुराले जनाउँछ कि रवि लामिछानेप्रति हामीले डाउट गर्नुपर्ने केही पनि छैन। अबको देशको नेपालको चाहिने निकास भनेको नेपाललाई निकास दिन सक्ने, नेपाललाई हाँक्न सक्ने के आशा गर्ने हो भने रवि लामिछाने नै हो भन्ने कुरा मलाई चाहिँ उहाँलाई भेटिसकेपछि अझै यो कुरा म चाहिँ कन्फिडेन्ट भएर आएँ होइन। त्यो भएर चाहिँ तपाईँ हामी सबै मिलेर यस्तो मान्छेलाई मैले त्यो अब यहाँ बढी एक्जाजरेट गरे जस्तो पनि सुन्ने होला, तर आई जेन्युनली मिन इट के, त्यो मैले उहाँलाई भेटिसके पछाडि त्यो खालको फिलिङ्स आयो। त्यो भएर उहाँमाथि एक खालको अन्याय नै भइरहेछ, अब के भइरहेछ कसरी भइरहेछ सबैलाई जगजाहेर नै छ होइन, त्यो धेरै भन्नु पर्दैन।
अब त्यो भएर हामी सबै चाहिँ रवि लामिछानेको पक्षमा जसरी पनि बोल्नु चाहिँ जरुरी छ हैन। आवाज निकालौँ, आफ्नो आफ्नो ठाउँमा आवाज निकालौँ हैन। सकिदैन भने यसरी म बोलेको भिडियोजहरु उहाँको पक्षमा आइरहेको भिडियोज सामग्रीहरूलाई चाहिँ शेयर गरेर भए पनि धेरैजनाको ठाउँमा पुर्याइदिउँ। अब अरु त के भनौँ, यति नै अब उहाँसँग नर्मली यति नै कुरा भयो। उहाँ ठिक हुनुहुन्छ, फाइन हुनुहुन्छ हैन। एकदम उच्च मनोबल लिएर बस्नु भएको छ। हो, उहाँलाई दुःख भइरहेछ, तर यो समय चाहिँ उहाँ आफैले भने चाहिँ यो समय पनि बित्नेछ, राम्रो दिन आउनेछ। रवि लामिछाने बाहिर निस्किनु हुनेछ, फेरि मुलुकको लागि, देशको लागि, जनताको लागि फेरि सक्रिय भएर आफ्नो काममा फर्किनुहुन्छ भन्ने आशा राख्दै यो भिडियोले अन्त्य गर्न चाहन्छु। नमस्ते।